नमस्ते साथीहरू, स्वागत छ आजको भिडियोमा। आज हामी वन ऐन 2076 को भाग 4 मा छौं। हामीले वन ऐन 2076 बाट विभिन्न भागमा भएर यो पटकको सिरिजमा वन ऐनबाटको मात्र प्रश्नहरूलाई लिएर आएका छौं। आज हामी 91 नम्बर प्रश्नमा छौं। तपाई पहिलोचोटि च्यानलमा हुनुहुन्छ, तपाईले पार्ट 1, 2 र 3 हेर्नु भएको छैन भने म च्यानल र डिस्क्रिप्सनमा राखिदिने छु। तपाईले हाम्रो च्यानलमा आइसकेको छ त्यो भिडियोहरु पनि हेर्न सक्नु होला। पहिला चाहिँ यो भिडियो हेर्दा पनि केही फरक पर्दैन, अन्तिमसम्म हेर्नु होला। पहिलोचोटि च्यानलमा हुनुहुन्छ भने लाइक, शेयर र सब्स्क्राइब गर्नु होला ताकि हामीले अपलोड गर्ने कुनै पनि भिडियो चाहिँ तपाईलाई नछुटोस्। हुन्छ, अब हामी ढिला नगरी सुरु गरौँ। वन ऐन अनुसार तलका मध्ये कुन चाहिँ वन पैदावार होइन भनेको छ। अप्सन ए काठ र दाउरा, अप्सन बी जडीबुटी, सी वनभित्रको ढुङ्गा, माटो र गिट्टी, अनि खनिज भनेको छ। वन ऐन अनुसार चाहिँ कुन वन पैदावार होइन भनेको छ, अथवा वन ऐनले चाहिँ कुन चाहिँलाई वन पैदावार हो भनेर परिभाषित गरेको छैन भन्न खोजेको होइन। अब काठ, दाउरा, जडीबुटी र वनभित्रको ढुङ्गामा माटो र गिट्टी चाहिँ हाम्रो के गरिएको छ, गैर काष्ठ र काष्ठ गरी हाम्रो चाहिँ वन पैदावार भनेर के गरिएको छ त भने परिभाषित गरिएको छ। अप्सन डी चाहिँ के हो, खनिजलाई चाहिँ वन पैदावार भनेर के गरिएको छैन भने परिभाषित नगरिएको हुनाले चाहिँ के गरियो त भने वन चाहिँ कुन पैदावार होइन, वन ऐन अनुसार चाहिँ परिभाषित गरेको छैन भने खनिजलाई गरेको छैन। अप्सन डी यसको सही जवाफ हुने भयो। 92 नम्बरको प्रश्न, डिभिजनल वन अधिकृत पदमा कुन तहको कर्मचारी रहने व्यवस्था छ भन्यो। डिभिजनल वन अधिकृत पदमा कुन तहको कर्मचारी रहने व्यवस्था छ भन्यो। अधिकृत स्तर 11औं 12औं, अधिकृत स्तर 9औं 10औं, अधिकृत स्तर 7औं 8औं, अधिकृत स्तर 6औं भनेको छ। डिभिजनल वन अधिकृत चाहिँ अधिकृत स्तर 9औं 10औं हो। अप्सन बी यसको सही जवाफ। र 11औं 12औं भनेको छ अधिकृत स्तर 11 12औं भनेको प्रदेश वन निर्देशक, अथवा विशेष गरी यदि प्रदेश वन निर्देशकलाई चाहिँ 11 अथवा 12 दुईटै फरक फरक ठाउँमा अप्सन राखेर सोध्यो भने प्रदेश वन निर्देशक भन्यो 11औं अनि 12औं तह भन्यो है। तह भनेर सोध्यो भने चाहिँ के गर्ने त भने हामीले प्रदेश वन निर्देशक 11औं तह हुन्छ, तर यदि एकै ठाउँमा छ भने 11औं 12औं तह भन्ने चाहिँ हाम्रो प्रदेश वन निर्देशक चाहिँ 11औं 12औं तहको कर्मचारी रहने व्यवस्था छ। अब यो कुन समूह अन्तर्गत भन्ने पनि हुन्छ हैन, सेवा र समूह भन्ने पनि कुरा ध्यान दिनुपर्ने हुन्छ। अब सेवा र समूह भनेको चाहिँ के हो त भने हाम्रो चाहिँ वनको कुराहरू गर्दाखेरि चाहिँ हाम्रो प्रशासन सेवा होइन है, हाम्रो चाहिँ के हो त भने नेपाल वन सेवा हो। यदि चाहिँ सङ्घीयको कुरा गऱ्यो भने होइन भने प्रदेश वन सेवा हो हैन। जस हाम्रो सेवा चाहिँ के हो भने फरेस्ट सर्भिस अथवा वन सेवा हो। अनि समूह चाहिँ के हो भने जफ भनेर सर्टकटमा हामीले लेख्छौँ, जनरल फरेस्ट्री सेवा समूह चाहिँ हाम्रो यस्तो किसिमको रहेको छ। हुन्छ, यसको सही जवाफ चाहिँ हाम्रो के भइसक्यो त भने अप्सन बी अधिकृत स्तर 9औं र 10औं भन्ने भइसक्यो। अब हेरौँ 93 नम्बरको प्रश्न, आखेटो पहाड भन्नाले केलाई जनाउँछ भन्यो। आखेटो पहाड भन्नाले केलाई जनाउँछ। वन्यजन्तुको छाला, वन्यजन्तुको सिङ, वन्यजन्तुको हड्डी, जीवित वन्यजन्तु वा मरेको शरीर वा चिन्न सकिने अङ्गबाट, जीवित वन्यजन्तु वा मरेको शरीर वा चिन्न सकिने अङ्गबाट बनेको तयार सामग्री हो। यो कुरा चाहिँ हामीले ध्यान दिनुपर्ने हुन्छ। अब यो सबै अप्सन एउटै लाग्यो, तर यहाँ के भनेको छ भने वन्यजन्तुको छालाको कुरा मात्रै गर्यो, यहाँ सिङको कुरा मात्रै गर्यो अथवा हड्डीको कुरा मात्रै गर्यो, तर यहाँ चाहिँ के भन्यो भने मरेको शरीर वा चिन्न सकिने अङ्गबाट बनेको तयार सामग्री भन्यो। तयार सामग्री भने जस्तो हाम्रो कहिलेकाहीँ तपाईँले थाहा पाउनु भएको होला, कतिसँग के हुन्छ भने बाघको बेल्ट, छालाको बेल्ट हुन्छ भनेर भन्छ नि, हो त्यो खालको चाहिँ के हो भने तयार सामग्री के हो, हाम्रो आखेटो तयार हो। यसको सही जवाब अप्सन डी। अब आयो 94 नम्बरको प्रश्न, वन ऐन 2076 बमोजिम तलका मध्ये कुन वन राष्ट्रिय वनभित्र पर्दछ भन्यो। धार्मिक वन, साझेदारी वन, कबुलियती वन सबै। यसको सही जवाब हुन्छ अप्सन डी माथिको सबै। यो चाहिँ के हो भने धार्मिक, साझेदारी, कबुलियती वन चाहिँ सबै के हो, राष्ट्रिय वनभित्र पर्ने कुरा हो। 95 नम्बरको प्रश्न हेरौँ, प्रदेश सरकारबाट व्यवस्थापन गरिने राष्ट्रिय वनको भूस्वामित्व कुन निकायसँग हुन्छ भन्यो। प्रदेश सरकारबाट व्यवस्थापन गरिने राष्ट्रिय वनको भूस्वामित्व कुन सरकारसँग हुन्छ भन्यो, कुन निकायसँग हुन्छ भन्यो। डिभिजन वन कार्यालयसँग, प्रदेश सरकारसँग, वन तथा वातावरण मन्त्रालयसँग, नेपाल सरकारसँग हुन्छ भन्यो। कोसँग हुन्छ त भने भूस्वामित्व चाहिँ के हुन्छ भने राष्ट्रिय वनको भूस्वामित्व कोसँग हुन्छ भनेर हाम्रो ऐनले के व्यवस्था गरेको छ भने नेपाल सरकारसँग हुन्छ। अप्सन डी चाहिँ यसको सही जवाफ हुन्छ। अब जाउँ 96 नम्बरको प्रश्न, वन ऐन 2076 बमोजिम अन्तर्प्रादेशिक वन भन्नाले के बुझिन्छ भन्यो। कर्णालीमा सोधिसकेको प्रश्न हो यो। अन्तर्प्रादेशिक वन भन्नाले के बुझिन्छ भन्यो, एउटा प्रदेशभित्र मात्र रहेको वन, एक भन्दा बढी प्रदेशमा फैलिएको वन, एक भन्दा बढी स्थानीय तहमा फैलिएको वन,
बी र सी दुवै भन्यो। अब हाम्रो 6 नम्बरको प्रश्नलाई हामीले यदि हेर्दै गर्दाखेरि के कुरा देख्न सक्छौँ भने एउटा प्रदेशभित्र मात्र रहेको वन भन्यो। अब यो चाहिँ एउटा प्रदेश हो, यो प्रदेशभित्र मात्रै रहेको वन भन्यो। अब त्यो चाहिँ के अन्तर्प्रादेशिक वन भयो त? भएन हैन। अब अर्को कुरा छ एकभन्दा बढी प्रदेशमा फैलिएको वन भन्यो। अब जस्तो अब यो एउटा प्रदेश हो अनि अर्को एउटा प्रदेश यता जोडिएको छ ल मानौँ है। अनि त्यसपछि यो वन चाहिँ यहाँबाट सुरु भएर के भयो त यता अर्को प्रदेशमा पनि के भयो फैलिएको छ भनेपछि के भयो त यो वन चाहिँ के भयो त भने अन्तर्प्रादेशिक वन भयो। अनि एकभन्दा बढी स्थानीय तहमा फैलिएको वन भन्यो। अब स्थानीय तह, अब यो एउटा जिल्ला हो, जिल्लामा विभिन्न स्थानीय तह छन्। एक स्थानीय तहदेखि अर्को स्थानीय तहसम्म फैलिएको वनलाई चाहिँ के अन्तर्प्रादेशिक वन भन्ने हो त? भन्ने होइन। अब त्यही भएर बी र सी दुवै राखिदिएको छ। अब माथिका सबै, माथिको कुनै पनि होइन, माथिका दुवै भन्ने क्वेसन देखेपछि धेरैलाई के गर्न मन लाग्छ भने त्यही माथिको दुवै भन्नेमा एन्सर टिक लगाउन मन लाग्छ। तर त्यो धेरै पटक त्यस्तो खालको माथिका सबै भन्नेमा धेरै पटक त मिलेको हुन्छ, तर लोकसेवाले धेरै पटक यसरी पनि सोधिदिएको छ माथिका सबै भन्ने अप्सन राखेको छ तर एन्सर माथि हुन्छ, बी र सी भन्ने राखेको छ तर एन्सर माथि हुन्छ, माथिको कुनै पनि हुन्न भन्ने राखेको छ तर एन्सर माथिपट्टि चाहिँ हुने गरेको छ। त्यसकारणले गर्दाखेरि नझुक्किने। अन्तर्प्रादेशिक वन भनेको चाहिँ एकभन्दा बढी प्रदेशमा फैलिएको वन हो। वन ऐन 2076 मा विदेश निकासी गर्न प्रतिबन्ध लागेको वन पैदावार विदेश निकासी गर्ने कसुरदारलाई कुन सजायको व्यवस्था गरेको छ भन्यो। वन ऐन 2076 ले विदेश निकासी गर्न प्रतिबन्ध लागेको वन पैदावार विदेश निकासी गर्ने कसुरदारलाई कुन सजाय को व्यवस्था गरिएको छ भनेर अब यसलाई हामीले एकचोटि याद गर्ने तरिका पनि सिकौँ है। 3 वर्षसम्म कैद वा बिगोको दोब्बर जरिवाना वा दुवै, 3 वर्षसम्म कैद वा बिगो बमोजिम जरिवाना वा दुवै, 2 वर्षसम्म कैद वा बिगोको दोब्बर जरिवाना वा दुवै, 2 वर्षसम्म कैद वा बिगो बमोजिम जरिवाना वा दुवै भन्ने अप्सन राखिएको छ। कर्णालीमा सोधिसकेको प्रश्न हो। अब विदेश निकासी गर्न प्रतिबन्ध लागेको वन पैदावार भन्यो। अब यदि यो गर्ने बित्तिकै अब तपाईँले यसरी यसलाई एकचोटि सोच्नु यसको बारेमा है। विदेश निकासी गर्न प्रतिबन्ध लागेको कुनै एउटा वन पैदावार छ। सो वन पैदावारलाई चाहिँ यदि निकासी गर्ने कसुरदारलाई चाहिँ कुन सजायको व्यवस्था हुन्छ त भने चाहिँ 3 वर्षसम्म कैद वा बिगोको दोब्बर जरिवाना, दोब्बर भन्ने 3 वर्ष कैद सम्झिनु, अनि दोब्बर जरिवाना, बिगोको दोब्बर जरिवाना वा दुवै भन्ने कुरा चाहिँ याद गर्नु पर्यो। अब आयो अर्को प्रश्न। वन ऐन 2076 मा वनको व्यवस्थापनको आधारमा 76 मा वनको व्यवस्थापनको आधारमा राष्ट्रिय वनलाई कति प्रकारमा विभाजन गरिएको छ भने 8 प्रकार, 7 प्रकार, 6 प्रकार, 5 प्रकार। यसको सही जवाब अप्सन सी 6 प्रकारमा के गरिएको छ भने विभाजन गरिएको छ। अब आयो प्रदेश वन निर्देशक कुन तहको कर्मचारी रहने व्यवस्था रहेको छ भन्यो। मैले अघि तपाईँलाई भनिसकेको थिएँ, तपाईँलाई याद भइसकेको होला। कृपया 79 नम्बरको तपाईँले 79 को अब ए हुन्छ भने बी तपाईँलाई कुन लाग्छ, बी ए सी डी तपाईँलाई कुन लाग्छ कृपया कमेन्ट गर्नु होला। अब यसलाई गरौँ हामी है, कमेन्ट गर्न सक्नुभयो होला जस्तो लाग्छ मलाई। प्रदेश वन निर्देशक चाहिँ प्रशासन सेवा सामान्य प्रशासन समूह 11औं तह, अरे प्रशासन सेवा सामान्य प्रशासन समूह 12औं तह, वन सेवा जनरल फरेस्ट्री समूह 11औं तह, वन सेवा जनरल फरेस्ट्री समूह 12औं तह बन्यो। अब अघि मैले भन्दै थिएँ कि हामीले 11 र 12 भन्ने कुरा मात्रै याद गरेका छौँ भने अब हाम्रो त्यहाँ एकदम तनावको विषय चाहिँ अब कर्णालीले 2080 मा एक्जाम दिनलाई गराएको रहेछ। 11औं तह र 12औं तह त तह, तर अब कुन सेवा र कुन समूह भन्ने कुरा पनि हामीले ध्यान दिनुपर्ने हुन्छ। मैले भन्दै थिएँ सेवा र समूह हुन्छ। हाम्रो यो जुन सर्भिस यो के भयो एडमिनिस्ट्रेसन भयो हैन, प्रशासन सेवा भयो, सामान्य प्रशासन भन्यो, अनि त्यसपछि अनि 11 तह भनेको छ। हाम्रो तल के वन सेवा जनरल फरेस्ट्री समूह 11औं तह भनेको छ। अब हाम्रो सेवा भनेको के हो भने वनतिर चाहिँ के हो त भने नेपाल सरकारले विभिन्न निजामतीका सेवाहरू के गरेको छ भने छुट्याएको छ। हाम्रो वन सम्बन्धी कुराहरू चाहिँ के हो त भने वन सेवामा पर्यो जनरल फरेस्ट्री समूह 11औं तह 12औं तह। हामीले 11/12 भनेर पढेको थियो। अब यहाँ दुईटा आयो। अब दुईटै लाएर मिल्ने त होइन पक्कै पनि हैन। अब हाम्रो के हुन्छ भने 9 र 10 चाहिँ डिभिजनल वन अधिकृत हुन्छ। 11औं तह चाहिँ प्रदेश वन निर्देशक हो, अनि 12औं पनि के हो त भने प्रदेश वन निर्देशक न हो। तर 12औं चाहिँ के भएको हुन्छ भने सरुवाको कुराहरूले बडुवाको कुराले चाहिँ 12औं तह आउने हो। 11औं तह एक्ज्याक्टली भनेको चाहिँ हाम्रो के हो प्रदेश वन निर्देशकको चाहिँ तह हो।
अर्को प्रश्न छ, नेपालमा सर्वप्रथम सामुदायिक वनको अवधारणा कहाँबाट सुरु भएको हो भन्ने हाम्रो प्रश्न छ। दोलखा, रामेछाप, गोर्खा, तनहुँ, सिन्धुपाल्चोक, काभ्रे, प्लाञ्चोक, पाल्पा र गुल्मी भनेको छ। अप्सन सी यसको सही जवाब। अब आयो अर्को प्रश्न। अर्को प्रश्नलाई हामी हेरौँ। वन ऐन 2076 को दफा 59 बमोजिम खान तलासीको अधिकार कम्तीमा राजपत्र अनङ्कित द्वितीय श्रेणीसम्मको वन प्राविधिक कर्मचारी वा डडरट दर्जाका कर्मचारीले गर्न सक्नेछ भन्यो। अब यो कर्णाली 2080 9 29मा सोधेको प्रश्न हो। वन ऐन खान तलासीको अधिकार सम्बन्धी कहाँ छ व्यवस्था भने 59मा दफा है। अब कुन तहको कर्मचारीले गर्ने भन्ने कुरा छ। यहाँ एउटा एन्सर दिइसकेको छ। अब चाहिएको छ हामीलाई अर्को एन्सर चाहिएको हो हैन। एउटा एन्सर त के छ भने राजपत्र अनङ्कित द्वितीय श्रेणीसम्मको वन प्राविधिक कर्मचारी भन्ने एउटा एन्सर यहीँ भइसक्यो। अब बाँकी खाली ठाउँमा चाहिँ भर्न दिएको छ प्रहरी निरीक्षक, सहायक प्रहरी निरीक्षक अनि प्रहरी हवलदार, प्रहरी जवान भनेको छ। अर्को चाहिँ के तोकिदिएको छ त भने ऐनले सहायक प्रहरी निरीक्षक चाहिँ हुनुपर्ने हुन्छ। अब अर्को प्रश्न, डिभिजनल वन अधिकृतले कुन अवस्थामा सामुदायिक वन फिर्ता लिन सक्छ भन्यो। डिभिजनल वन अधिकृतले सामुदायिक वन के गर्न सक्छ त भने फिर्ता लिन सक्ने के छ व्यवस्था रहेको छ। अब डिभिजनल वन अधिकृतले सामुदायिक वन फिर्ता लिन सक्नुहुन्छ भने अब कुन कुन अवस्थाहरू छ त खासमा। अब त्यत्तिकै आफ्नो मन पर्यो रेसिपीको कारणले अथवा व्यक्तिगत र केही दुश्मनीको कारणले सामुदायिक उपभोक्ता समूह सम्बन्धित अब कि डिभिजनल वन अधिकृतलाई यदि शर्त बिनाको शक्ति दियो भने के हुनसक्छ त भने त्यहाँनिर धेरै कुराहरू आइपर्न सक्छ। त्यस कारणले गर्दाखेरि डिभिजनल वन अधिकृतले कुन कुन अवस्थामा चाहिँ सामुदायिक वन फिर्ता लिन सक्छ त भने एउटा तोकिएका अवस्थाहरू छन्, व्यवस्था गरिएको छ। जसमध्ये के हो त भने अप्सन एमा के भनेको छ, स्वीकृत कार्ययोजना बमोजिम कार्य सञ्चालन नगरेमा। अप्सन बी, स्वीकृत कार्ययोजना विपरीत कार्य गरेमा, वातावरणमा प्रतिकूल प्रभाव पार्ने कार्य गरेमा र माथिको सबै भनेको छ। डिभिजनल वन अधिकृतले चाहिँ यदि यो तीनवटा कामहरू चाहिँ भएको अवस्था देख्नुभयो भने चाहिँ सामुदायिक वन चाहिँ फिर्ता लिन सक्नुहुन्छ। अप्सन डी चाहिँ यसको हाम्रो के हो सही जवाब। यो तीनैवटा अवस्थामा चाहिँ डिभिजनल वन अधिकृतले सामुदायिक वन फिर्ता लिन सकिन्छ। अब 103 नम्बरको प्रश्न, सामुदायिक वन उपभोक्ता समूहले आफ्नो हो है, यो आफ्नो लेखेको यहाँ के भएछ। सामुदायिक वन उपभोक्ता समूहले आफ्नो वार्षिक प्रतिवेदन कहाँ बुझाउनु पर्छ भन्यो। डिभिजन वन कार्यालय, स्थानीय तह, जिल्ला समन्वय समितिको कार्यालय अनि ए र बी दुवै भनेको छ। सामुदायिक वन उपभोक्ता समूहले चाहिँ आफ्नो वार्षिक प्रतिवेदन चाहिँ कहाँ बुझाउनु पर्छ भन्ने हाम्रो के हो त प्रश्न हो। यसको सही जवाब चाहिँ के हो भने डिभिजन वन कार्यालय र स्थानीय तह हो। अब डिभिजन वन कार्यालयमा लाउने हो भने स्थानीय तह छुट्छ, स्थानीय तहमा लाउने हो भने डिभिजन वन कार्यालय छुट्छ। तर हाम्रो अप्सन डीमा के छ, ए र बी दुवै भन्ने अप्सन छ। त्यस कारणले गर्दाखेरि हाम्रो के हुन्छ सही जवाब ए र बी हुन्छ। अब अर्को कुरा हेर है, अब हामीले ध्यान दिनुपर्ने कुरा, सामुदायिक वन उपभोक्ता समूहले आफ्नो वार्षिक प्रतिवेदन डिभिजन वन कार्यालय र स्थानीय तहमा कहिलेसम्म चाहिँ के गरिसक्नु पर्ने हुन्छ, बुझाउनु पर्ने हुन्छ भन्यो। अब कहिलेसम्म म्याथ चाहिँ कति हो त। अब त्यो वार्षिक प्रतिवेदन भनेको छ 5 वर्षपछि आजको वार्षिक प्रतिवेदन 2 वर्षपछि 3 वर्षपछि बनाएर भयो त भएन। आफ्नो वार्षिक प्रतिवेदन चाहिँ सामुदायिक वन उपभोक्ता समूहले चाहिँ कहिले बुझाउनु पर्छ त भने आर्थिक वर्ष समाप्त भएको मितिले 3 महिनाभित्र है, 3 महिनाभित्र चाहिँ के गर्नु पर्यो भने आर्थिक वर्ष समाप्त भएको मितिले, आर्थिक वर्ष सकिएको मितिले चाहिँ 3 महिनाभित्र के गरिसक्नुपर्छ भने आफ्नो वार्षिक प्रतिवेदन बुझाइसक्नुपर्ने हुन्छ। वन व्यवस्थापनमा कसको भूमिका रहन्छ। वन उपभोक्ता समूह, डिभिजनल वन अधिकृत, सहायक वन अधिकृत, रेन्जर वन रक्षक अनि माथिका सबै भनेको छ। अब यो वन व्यवस्थापनमा कसको भूमिका हुन्छ त, वन उपभोक्ता समूहको हुँदैन, हुन्छ, किनभने उनीहरूले नै के गरिरहेको हुन्छ, व्यवस्था गरिरहेको हुन्छ। डिभिजनल वन अधिकृत, अब डिभिजनल वन अधिकृतले के गरिरहेको हुन्छ, सामुदायिक वन उपभोक्ता समूहलाई चलाइरहेको हुन्छ, स्वीकृति दिएको हुन्छ, हेरविचार गरिरहेको हुन्छ। अब निरीक्षण चाहिँ कस्तो हुन्छ, डिभिजनल वन अधिकृतको हुन्छ। अनि सो सँगसँगै अब रेन्जर र वन रक्षक पनि के हो त भने प्राविधिक कर्मचारी हो, यो पनि आवश्यक हुन्छ। त्यसकारण अप्सन डी चाहिँ माथिको सबै एन्सर। वन व्यवस्थापनमा यो सबै तीनैवटा पक्षको के हुन्छ भूमिका रहेको हुन्छ। 105 नम्बरको प्रश्न, सामुदायिक वन हस्तान्तरण गर्ने अधिकार तलका मध्ये कुन पदाधिकारीलाई रहेको छ। सामुदायिक वन व्यवस्थापनको लागि व्यवस्थापन
यदि विधानसहित चाहिँ सामुदायिक वन उपभोक्ता समूह आयो भने सामुदायिक वन हस्तान्तरण गर्न चाहिँ कसले सक्छ त भने सहायक वन अधिकृतले, डिभिजनल वन अधिकृतले, प्रदेश वन निर्देशकले, रेन्जरले भनेको छ। अप्सन बी डिभिजनल वन अधिकृतले यो कुरा सक्छ। यसको सही जवाब त्यो हो। अब आयो अर्को नम्बरको प्रश्न, सामुदायिक वन उपभोक्ता समितिमा कम्तीमा कति प्रतिशत महिलाको प्रतिनिधित्व हुनुपर्छ भनेको छ। 25%, 33%, 40%, 50%। यसको सही जवाब के हुन्छ भने 40-50%। अब अर्को प्रश्न, गरिबीको रेखामुनि रहेको कबुलियती वन समूहमा कम्तीमा कति घरधुरी हुनुपर्छ भन्ने प्रश्न छ हाम्रो। 5, 7, 10 र 15 छ। यसको सही जवाब हाम्रो के हुन्छ त भन्ने कुरा तपाईँहरूले कमेन्ट गरिदिनु होला। यसको सही जवाब हाम्रो हुन्छ ए, अप्सन ए 5 घरधुरी चाहिँ हुनुपर्ने हुन्छ। यसको सही जवाब अप्सन ए। अब अर्को नम्बरको प्रश्न, वन ऐन 2076 मा कुन प्रकारको वन उल्लेख गरिएको छैन भन्यो। सहरी वन, सार्वजनिक वन, वन संरक्षण क्षेत्र र संरक्षित वन। यसको सही जवाब संरक्षित वन उल्लेख गरिएको छैन। अब अर्को प्रश्न हेरौँ, वन ऐन 2076 बमोजिम कसुर हुँदा तलका मध्ये कुन कुन कसुरसँग सम्बन्धित मालवस्तु कब्जा लिन सकिन्छ भन्यो। कब्जामा कुन कुन वस्तु लिन सकिन्छ? हात हतियार, सवारी साधन, डुङ्गा, चौपाया, माथिका सबै भनेको छ। यसको हाम्रो सही जवाब के हुन्छ त भने अप्सन डी माथिका सबै कब्जा लिन सकिन्छ। सङ्घीय वन ऐन भन्नाले कुन ऐनलाई जनाउँछ भन्यो। वातावरण संरक्षण ऐन, वन ऐन 2076, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029 र कुनै पनि होइन भनेको छ। यसको सही जवाब वन ऐन 2076। चौपाया भन्नाले के बुझिन्छ भन्ने अर्को प्रश्न छ। चौपाया भन्नाले हाँस, सुङ्गा, पाल्तु चारखुट्टे जनावर, कुखुरा भनेको छ। चौपाया भनेको के हो? चौ भनेको 4, पाया भनेको पाउ, खुट्टा, पाल्तु चारखुट्टे जनावर। अप्सन सी चाहिँ यसको सही जवाब भयो। अब उपभोक्ता समूहमा पदाधिकारीले के गरेमा कसुर गरेको मानिन्छ भन्ने हाम्रो प्रश्न छ। उपभोक्ता समूहमा पदाधिकारीले के गरेमा कसुर गरेको मानिने भन्यो। रकम हिनामिना गरेमा, विधान विपरीत कुनै काम गरेमा, कार्ययोजना विपरीत कुनै काम गरेमा, माथिका सबै भन्ने यसको सही जवाब रहेको छ। अब 113 नम्बरको प्रश्न छ। 113 नम्बरको प्रश्न के भनेको छ भने यही प्रश्नलाई मैले फेरि तपाईँलाई के गरेर याद दिलाउँदैछु भने पदाधिकारीले चाहिँ के गरेमा कसुर गरेको मानिन्छ भनेको छ। रकम हिनामिना गऱ्यो भने त कसुर भइहाल्यो। अब विधान र कार्ययोजना भन्ने दुईवटा फरक कुरा यहाँ दिएको छ है। विधान विपरीत कुनै काम गरेमा र कार्ययोजना विपरीत कुनै काम गर्यो भनेको छ। अब यो विधान र कार्ययोजना भनेको के हो त? तपाईँले यसलाई कमेन्ट गर्नु होला। म भोलिको भिडियोमा तपाईँले कमेन्ट गर्नुभएको मिल्छ कि मिल्दैन सोही अनुसार म हेरेर अनि हेर्न भएसम्म तपाईँलाई जवाफ दिनेछु। तपाईँले चाहिँ के गर्नुहोस् भने विधान र कार्ययोजनाको फरक के हो र समान कुरा के हो, अथवा तपाईँले सर्टकटमा विधान भनेको के हो, कार्ययोजना भनेको के हो, त्यो कुरा चाहिँ तपाईँले लेख्नु होला। 114 नम्बरको प्रश्न हेरौँ, सामुदायिक वनको कार्ययोजना कसले स्वीकृत गर्दछ भन्यो। सामुदायिक वनको कार्ययोजना स्वीकृत गर्ने कसले हो त? डिभिजनल वन अधिकृत, डिभिजन वन कार्यालय, प्रदेश वन निर्देशक, प्रमुख जिल्ला अधिकारी भन्ने चाहिँ हाम्रो प्रश्न छ। पक्कै पनि सामुदायिक वनको चाहिँ कार्ययोजना चाहिँ गर्नेको कसले स्वीकृत गर्छ त भने डिभिजनल वन अधिकृतले गर्छ। अप्सन ए इज राइट एन्सर। अब जाउँ 115 नम्बरको प्रश्न, वन ऐन 2076 अनुसार वन संरक्षण क्षेत्रको घोषणा गर्ने कार्य कसले गर्दछ भन्यो। वन तथा वातावरण मन्त्रालय स्वयंले, प्रदेश वन वातावरण मन्त्रालयले, प्रदेश वन वातावरण मन्त्रालयको सिफारिसमा वन तथा वातावरण मन्त्रालयले, स्थानीय सरकारको सिफारिसमा प्रदेश वन मन्त्रालयले भन्यो। अब 2076 को वन ऐन अनुसार चाहिँ वन संरक्षण क्षेत्रको घोषणा चाहिँ कसले गर्छ त भन्ने कुरा चाहिँ आयो। अब तपाईँले यहाँ ध्यान दिनुभयो कि भएन, यो एउटै खालको अप्सन किन राख्यो होला भन्नुभयो होला। त्यो चाहिँ स्पष्ट हुनलाई राखेको। अहिले यो इक्जाम होइन, तर इक्जाममा पनि अब यस्तो टेढा प्रश्नहरू सोध्न चाहिँ तपाईँलाई सुरु गरिसकेको छ होइन। तैपनि हेर्नुहोस् अप्सन एमा के भनेको छ, वन तथा वातावरण मन्त्रालय स्वयंले भनेको छ। अप्सन सीमा के भनेको छ, प्रदेश वन वातावरण मन्त्रालयको सिफारिसमा वन तथा वातावरण मन्त्रालयले भन्यो। अब यो वन तथा वातावरण मन्त्रालय त वन तथा वातावरण मन्त्रालय हो, तर यो क्वेसनलाई जस्टिफाई गर्ने उत्तर चाहिँ अझ बढी जस्टिफाई गर्ने उत्तर त के हो त भने प्रदेश वन वातावरण मन्त्रालयको सिफारिसमा चाहिँ वन तथा वातावरण मन्त्रालयले गर्ने हो भन्ने चाहिँ यो चाहिँ हुन्छ। अब यो एक नम्बरको मिल्दै नमिल्ने भन्ने त होइन, किनभने वन तथा वातावरण मन्त्रालयले नै गर्ने हो, तर यहाँ स्वयंले भन्ने शब्द राखिदिएको छ अनि यहाँ तँलाई के गरिएको छ सिफारिसमा भनेर अझ यो एन्सरलाई अझ जस्टिफाई गर्ने उत्तर सीमा राखेको भएर हामीले के भन्न सक्छौँ, यसको सी चाहिँ सही जवाब हो। अब आयो अर्को प्रश्न, सामुदायिक वन कार्ययोजनाको अवधि
कति वर्षसम्मको हुन्छ? सामुदायिक वन कार्ययोजनाको अवधि चाहिँ कति वर्षसम्मको हुन्छ भने 5 वर्ष हुन्छ, 5 वर्षभन्दा कम हुन्छ, 10 वर्षसम्म हुन्छ। त्यो अधिकतम अवधिको कुरा गरेको छ है। अनि अवधि उल्लेख भएको हुँदैन भनेको छ। यसको हाम्रो सही जवाफ हुन्छ 10 वर्षसम्म हुन्छ। राष्ट्रिय वनमा मनाही नभएको कार्य के हो? मनाही भनेको के हो? यो मनाही भनेको के हो? निषेध नभएको काम भनेको होइन, गर्न नहुने कामको लिस्टमा के पर्दैन भनेको। वन क्षेत्रबाट वन पैदावार हटाउन, यो चाहिँ अब के मनाही नभएको काम हो त? हटाउन पाइन्छ? पाइँदैन। वन सिमाना चिन्ह उखेल्न, चौपायालाई वन क्षेत्रभित्र चरीचरण गराउन पनि पाउँदैन। र पूर्जी अनुसार वन पैदावार के गर्न त? निकाल्न। यसको चाहिँ सही जवाफ के हो त? अप्सन डी, पूर्जी अनुसार वन पैदावार निकाल्न चाहिँ मनाही नभएको कार्य हो। अब आयो कुनै जिल्लामा रहेका राष्ट्रिय वनको संरक्षण गर्ने प्रमुख दायित्व जिल्लाको कुन निकायमा रहेको हुन्छ भन्यो। प्रमुख दायित्व भनेको छ है। यो शब्दहरू अलिकति विचार गर्नुपर्ने हुन्छ कहिलेकाहीँ। अब खासमा वन, राष्ट्रिय वनको संरक्षण गर्ने त सबैको दायित्व हो होइन र? अब राष्ट्रको सम्पत्तिलाई चाहिँ के गर्नु त भने संरक्षण गर्नु चाहिँ हामी सबैको नागरिकको चाहिँ के हो त भने नैतिक कर्तव्यको कुरा आउँछ। अब त्यो भनिरहँदाखेरि अप्सनमा के छ हेरौँ। जिल्ला विकास समिति, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालय। अब खासमा त सबैको हो नि होइन र? 70 सालमा सोधेको पुरानो प्रश्न हो यो। तैपनि अब त्यतिखेर जिल्ला विकास समितिको कन्सेप्ट थियो। अब हामीले हेरौँ, अब यो कुरालाई हेर्दै गर्दाखेरि खासमा त सबैको हो। प्रहरीको पनि हो, प्रशासनको पनि हो होइन? अब प्रशासनको एक्ज्याक्ट काम त्यही नहोला, तर प्रशासन धेरै तरिकाले वनसँग के गरिएको छ, जोडिएको छ। त्यसकारण अब प्रमुख दायित्व भन्ने त्यही भएर एन्सर यहाँ खोजेको क्या। प्रमुख दायित्व भनेकोले चाहिँ एन्सर खोजेको। यो प्रमुख भन्ने शब्दले चाहिँ एक्ज्याक्ट एन्सर चाहिँ देखाउँछ। अनि प्रमुख दायित्व चाहिँ के हो त भने डिभिजन वन कार्यालय, अप्सन डी चाहिँ सही जवाफ। अब हेरौँ अर्को प्रश्न। सामुदायिक वन डिभिजन कार्यालयबाट सामुदायिक वन चाहिँ डिभिजन वन कार्यालयबाट हस्तान्तरण गरिलिन उपभोक्ता समूहले अनिवार्य रूपमा के बनाउनु पर्छ भन्यो। उपभोक्ता समूहले चाहिँ के गर्नु पर्यो? अनिवार्य रूपमा हस्तान्तरण गरिलिन भनेको छ है। हस्तान्तरण गरिलिन उपभोक्ता समूहले, उपभोक्ता समूह अलरेडी यहाँ बनिसकेको छ। अब उपभोक्ता समूहले चाहिँ के गर्ने हो त भने उपभोक्ता समूहले चाहिँ वन चाहिँ हस्तान्तरण गरिलिनलाई चाहिँ के गर्नुपर्छ भने उपभोक्ता समूह बन्नको लागि चाहिँ फेरि विधान चाहिन्छ। त्यहाँ अरू प्रोसेसहरू छ, हामी त्यसको बारेमा डिटेल पछि भिडियो बनाउने नै छौँ। तर यहाँ के भन्यो, उपभोक्ता समूह अलरेडी बनिसकेको छ। अब त्यो उपभोक्ता समूहले चाहिँ सामुदायिक वन डिभिजन वन कार्यालयबाट चाहिँ के गर्नलाई पर्यो भने हस्तान्तरण गरिलिनको लागि चाहिँ के बनाउनु पर्छ भने। अब यहाँ विधान राख्थ्यो भने धेरैको दिमाग विधानतिर जान सक्छ। अप्सनमा विधान अप्सनमा राखेको त छैन है। अनुसन्धान गर्ने तौर तरिका, वन कार्ययोजना, वन पैदावार निकाल्ने तरिका, हावा पानी संरक्षण गर्ने तरिका भन्यो। वन कार्ययोजना चाहिँ के बनाउनुपर्छ भने बनाउनुपर्छ के गर्नको लागि त भने डिभिजन वन कार्यालयबाट हस्तान्तरण गरिलिनको निम्ति। अब जाउँ अर्को प्रश्न। वन ऐन 2076 वन सुरक्षाको लागि खटिएका कर्मचारी वा सुरक्षाकर्मीले घुँडाभन्दा मुनि लाग्ने गरी गोली चलाउने अधिकार दफा कतिमा रहेको छ भन्यो। अब यहाँ अधिकार दिएको छ होइन। हाम्रो वन ऐनमा चाहिँ के दिएको छ त भने अधिकारको व्यवस्था गरिएको छ। वन सुरक्षाको लागि खटिएका कर्मचारी र सुरक्षाकर्मीले चाहिँ गोली चलाउन सक्छन् घुँडामुनि लाग्ने गरी भन्यो। अब घुँडामुनि गोली लाग्ने गरी यो आदेश चाहिँ कसको आदेश चाहिन्छ भन्ने कुरा हो। यो आदेश दिने कसले त आफै अब मन परी चलाइदिन थाल्यो भने त फेरि सकियो। त्यही भएर आदेशको पनि व्यवस्था गरिएको छ। त्यो चाहिँ के हो त भने डिभिजनल वन अधिकृत, डिभिजनल वन अधिकृतले चाहिँ के गर्नुपर्छ, आदेश दिनुपर्ने हुन्छ। अब यो पनि के छ त भने अवस्थाहरू तोकिदिएको छ, कुन अवस्थामा चाहिँ के यो चाहिँ गोली चलाउन अधिकार, गोली चलाउने चाहिँ आदेश दिन सक्ने अधिकार पनि दिएको छ। अब यसको एन्सर चाहिँ कतिमा दिएको छ भने गोली चलाउने अधिकारको बारेमा चाहिँ कुनमा छ त भने हाम्रो दफा 57मा चाहिँ यसको के छ भने व्यवस्था गरिएको छ। हुन्छ साथीहरू, आजको निम्ति हामी यति नै गर्नेछौँ। तपाईँ च्यानलमा पहिलोचोटि हुनुहुन्छ र यहाँसम्म आइसक्नु भएको छ भने कमेन्ट गर्नुहोला, लाइक गर्नुहोला र सेयर गर्न नबिर्सिनुहोला। र साथसाथै हाम्रो पुरानो भिडियोहरू पार्ट 1, 2 र 3 तपाईँ हेर्न चाहनुहुन्छ भने मैले तपाईँलाई डिस्क्रिप्सनमा र पिन कमेन्टमा पनि त्यो लिङ्कहरू राखिदिनेछु। तपाईँले त्यहाँबाट पनि हेर्न सक्नुहुन्छ। साथै हाम्रो च्यानलको प्लेलिस्ट भन्ने सेक्सनतिर त तपाईँले गएर देख्नुभयो भने त्यहाँ हेर्न सक्नुहुन्छ। साथै सबै प्रदेशको तयारी भन्ने छ, त्यो सेक्सनमा गएर पनि तपाईँले हेर्न सक्नुहुन्छ।
नम्बर चाहिँ 58 670 मा म युट्युबबाट आएको सर मलाई चाहिँ व्हाट्सएप ग्रुपमा एड गराइदिनु होला भनेर मेसेज छोडिदिनु होला अनि तपाईँले चाहिँ ग्रुपमा एड हुनुहुनेछ। फेसबुकमा अनि हाम्रो इन्स्टाग्राममा पनि छ अनि हामी टिकटकमा पनि छ। त्यो लिङ्क पनि म डिस्क्रिप्सनमा राखिदिनेछु, तपाईँले चाहिँ फलो गर्नु होला। आजको निम्ति यति नै। हस्त, नमस्ते।